यो 29 माइलको घटना हो। यहाँ रात्रिकालीन समयमा एउटा गाडी तल नदीमा झरिरहेको दृश्य छ। गाडी काचाकुचुक भएको छ। यो तीखो ढुङ्गामा गाडी अजारिएर नदीमा पुगे जस्तो छ। कतिजना यात्रुहरू सवार थिए यसको कुनै आधिकारिक जानकारी छैन र गाडी कहाँको थियो भन्ने कुरा पनि केही पुष्टि भएको छैन र घटना हेर्दाखेरि कुनै पनि विभागमा यो जानकारी भयो जस्तो लागेन। कसैले रेस्पोन्स गरे जस्तो बुझिएन, किनभने भर्खर मात्र उज्यालो हुँदैछ। स्वाभाविक हो, रातिको समयमा कुनै गाडी थिएन र एक्लो गाडी एक्सिडेन्ट भएको हो भने कसैलाई थाहा नहुनु स्वाभाविक हुन्छ। र यहाँ कति यात्री थिए, कोही जीवित पनि होलान् या सबै मृतक छन् या चालक एक्लै थिए भन्ने कुराको कुनै जानकारी छैन। यो भिडियोलाई ज्यादाभन्दा ज्यादा सेयर गरेर सम्बन्धित विभागसम्म पुर्याइदिनुहोस्। यो 29 माइलको घटना NH10 र चाँडो रेस्पोन्स होस्। यहाँ कोही कुनै जीवन हुन पनि सक्छ जसलाई हामी बचाउन पनि सक्छौं समयमा रेस्पोन्स भयो भने। धन्यवाद।